यहाँ बोल्नु होइन नि खोइ पुष्पा भन्नुहुन्छ के चलिरहेछ है यहाँ चक्कर म भेनालाई भनिदिन्छु के चलिरहेछ भित्र भित्र चक्कर हो पक्नु भेनालाई म दाढी जुङ्गा काट्न लगाएर हैन अनि त्यसैसरी तपाईले दाढी जुङ्गा नकाटेको भएर यहाँ पुष्पा दिदीलाई अर्कैले मन पराएर उत्पात छ भनेर भनिदिन्छु पक्नु जोक गरेको ल आयो गुरुङ बाजे दाइ जोक गरेको नि पक्नु बाजे दाइलाई नि भनिदिन्छु म अस्ति त म अब भाउजूलाई देखेर अलिकति माया लागेर हो तपाई हैन त्यो काम गर्न जाँदाखेरि त्यो गोडाको बच्चाले बाउ बाउ भन्यो भन्नी तपाईलाई त्यसै बाउ त भनेको होइन क्या मलाई अझै पनि सक्नु तपाईलाई म भनिदिन्छु अस्ति त अब साह्रै माया लागेर हो मलाई हैन ल भन्नु त साथीहरु त्यो गोडाको बच्चाले त्यो काम गर्न गएको मान्छेलाई बाउ बाउ भन्छ बच्चाले त आफ्नो बाउ चिनेर पो बाउ भन्छ हैन त्यसै बाउ त भन्दैन पक्का हो क्या पख्नु तपाईलाई तपाईको केही चलिराछ मैले अस्ति अब बिचारा भाउजूको मन दुख्छ अब चाडपर्वको बेलामा किन कुरा लम्ब्याउनु भनेर मैले भाउजूलाई केही कुरा लाइदिन है केही कुरा लाइन मैले अब चाहिँ अर्को चोटी चाहिँ म छोड्नेवाला छैन दाइ बेलैमा सचेत रहनु है आया मलाई कस्तो हाँसो लाग्छ के दाइहरुलाई जिस्काउन कस्तो हाँसो लाग्छ कि किनभने अस्ति फोन गरेको अनि ठ्याक्क हाम्रो गुरुङ बाजे दाइ हुनुहुन्छ नि तल हाँसिराख्नु भएको छ नि अनि त्यो गोडाको बच्चा के मै रोइरहेको थियो अनि ओ दाइ बच्चा रोइरहेछ त भनेको त के बहिनी यो गोडाको बच्चाले खोइ मलाई त बाउ भन्छ किन होला है भन्नुभएको थियो कि अनि त्यही भएर चाहिँ मैले यहाँ जिस्काएको है बिचारा दाइ आया अन्यथा नलिनु होला मलाई चाहिँ फेरि आफ्नो दाइहरुलाई चाहिँ एकदम जिस्काउन मन लाग्छ कि एकदम त्यो हुन्छ नि सताउन मन लाग्छ आफ्नै जस्तो लाग्छ नि त अनि एउटै उयोबाट निस्के जस्तै लाग्छ अनि त्यही कति कुराहरु चाहिँ नभन्नुपर्ने कुराहरु नि भनिदिन्छु कि फेरि मैले भाउजूको के रे यो तातो कपडा त मलाई पो ठिक भएछ यहाँ फाइदा के साथीहरु नेपालमा हुँदाखेरि आफ्नो कपडा फाल हुन्थ्यो है यहाँ आइसी त आमामाम अनि यहाँ सबै प्यारो लाग्ने के अनि मलाई चाहिँ अब जो कसैको जो पाए त्यहीको लाउने कुरा त भएन हैन तर अनि मलाई चाहिँ भाउजू दाइहरु भएर अनि यता पुष्पा दिदीहरु भएर साह्रै सजिलो भएछ न्यानो लुगाहरु नयाँ हैन नलगाएर राखेको ट्याक्स सहितको नयाँ लुगाहरु बहिनी भएर काम लाछ के मैले चाहिँ लाउन पाइराछु ल्याउँदै टिप्दै लाउँदै ल अब भने तपाईहरु पनि के गर्दै हुनुहुन्छ होला आज त मलाई मेरो माम खाने रे अनि माम खाएर चाहिँ आज चाहिँ मलाई अब म भन्दा बढी पहिला नेपालमा हुँदाखेरि चाहिँ मैले घुम्न जाम भन्थे अहिले म यहाँ आएको त मलाई धेरै घुम्न जाम भन्नुहुन्छ कि ठ्याक्कै उल्टो भन्छ नेपालमा हुँदाखेरि चाहिँ खाली मैले लान्थे के यता जाम भन्दै लैजान्थे अहिले चाहिँ मलाई लान खोज्नुहुन्छ कि अब एकदम उयो हुन्छ भनेर होला नि बोरिङ हुन्छ एकै ठाउँमा मात्रै भनेर होला सायद मलाई चाहिँ एकदमै मैले चाहिँ जस सपनामा सोचेको राजकुमार जस्तै पाएको छु मलाई चाहिँ त्यस्तो लाग्छ अहिले चाहिँ किनकि कति कुराहरु आफ्नो हुन्छ नि कति कुराहरु चाहिँ अब डान्स देखि लिएर हैन सबै कुराहरुमा चाहिँ के अब उहाँलाई मन नपर्ने कुराहरु नि मेरो लागि गर्दिनुहुन्छ नि त अनि त्यो कुरा चाहिँ मलाई एकदम खुसी लाग्छ हैन अब पहिला कति लजाउने मान्छे क्यामेरामा आउनै नमान्ने मान्छे हैन मेरो खुसीको लागि हो क्या लाइभमा के बोल्नुहुन्छ नानी रे केही बोलेको छैन दिदी तपाई बल्ल आउनु भयो अघि नै मैले के भनिसके तपाई नआउनु भन्दा अगाडि नै धन्न तपाईले गाली गर्नुहुन्थ्यो अहिले आउनु भएछ ठिकै भयो अहिले आएर एउटा मेन कुरा चाहिँ के भने अस्ति चाहिँ मलाई चाहिँ यता अल्ट्रासाउन्ड अस्ति दाइ भाउजूको घरमा जाँदाखेरि चाहिँ मोमो हाल्दिनु भएको थियो है अनि राति हामी कुहिरो लागेको थियो अनि राति आएको के त्यो मोमो बोकेर मोमो अनि त्यसपछि
गिबिनाजी तपाईँ हरेक कुरामा चलाक अनि ट्यालेन्ट हुनुहुन्छ तर नजाने जस्तो गर्नुहुन्छ गुड जब रे हैन ब्रदर कहाँ सबै कुरामा ट्यालेन्ट हुने है सबै कुरामा ट्यालेन्ट हुने भएको भए त म अहिले के भइसक्थे आउँदैन मलाई कति कुराहरू केही आउँदैन एकदम त्यो आउनलाई चाहिँ एकदम धेरै भारी मेहनत गर्नुपर्छ कि मलाई चाहिँ त्यस्तो ट्यालेन्ट भयो मेरो एकदम गोदो दिमाग छ गोदो हो कि बोदो त्यो भने जस्तो एकदम त छिट्टो टिप्ने दिमाग चाहिँ छैन क्या अलि मेहनत गर्नुपर्छ मेरो चाहिँ त्यस्तो खालको दिमाग छ तपाईले भन्ने जस्तो छैन अनि त्यही भएर चाहिँ मैले के भन्न लागिरहेको थिएँ हाम्रो के अरे चामलिङ ब्रदरले बिर्साइदिनु भयो के भन्दै थियो है थैट तेरिका के भन्दै थिए के कुरा गर्दै थिए बिर्सिए के ए मोमो के जातिहरु मोमो पठाइदिनु भयो थियो अनि मोमो फ्रिजमा राख्नु भनेको त मलाई चाहिँ कस्तो निन्द लागेको थियो गाडी पनि लागेको थियो 2-3 घण्टा भइसकेको थियो अनि मोमो राख्नु भनेको त उहाँले नि बिर्सिनु भएछ अनि मैले नि बिर्सेछु अनि त्यसपछि बिहान त यहाँको मोमो त है त्यो फ्रिजमा राखेको भएर होला नि त्यो फ्रिजमा राखेन भने त त्यो मोमो त जम्दो रहेछ के बेसरी अन्त बिहान हेर्छु त हतार गएर मोमो हेर्छु त भरे मोमो त सब तास्सेछ एकअर्कामा तास्सेर पुरै तान्दाखेरि नि मालै बनेर आउने के ल त माला त्यो डल्लो मोमो सब तास्सेर अनि यस्तो मजाले मोमो खाम्ला भनेर सोचेको थिएँ 3 घण्टा पर जानुपर्छ के मोमो खानलाई पनि यहाँ पाइँदैन नि त अनि यस्तो मजाले मोमो खाम्ला दाइले पठाइदिनु भएको मोमो भनेको त बिहान उठेर हेर्दा त मोमो त पुरै तास्सेछ अनि मेरो पालो मलाई माया लाग्यो अनि त्यो मोमोको भित्रको किमा निकालेर के अरे रोटी बनाएर आधा चाहिँ खायौँ आधा चाहिँ यत्तिकै तासिरहेको छ दाइहरूलाई अब 18 गते आउँदाखेरि देखाउने भनेर राखिरहेको छु अयो देखाउनलाई दाइ तपाईहरुले पठाइदिएको मोमो त यस्तो भन्छ भनेर देखाउनलाई चाहिँ मैले फ्रिजमा राखिरहेको छु त्यो मोरे निक्ल्यो भने नि तासेर पुरै तासिरहेको छ जातिहरु बिजोक छ कस्तो हुने के अलिकति दिमाग लागेन भने चाहिँ त्यो दिनको मोमो हेर्नु त्यत्रो कति धेरै पैसा हालेर किनिदिनु भयो होला बिचारा मेरो दाइले बर्बाद भयो मोमो कस्तो नेपालमा हुँदाखेरि ताजा मोमो त्यही अगाडि होटल थियो है हरार बास्ना आउँदा नि खान मन लाग्दैन थियो के जे चीज पनि आफूसँग हुँदाखेरि चाहिँ त्यसको कदर नहुने रहेछ अनि जब हुँदैन तब चाहिँ त्यो चीज चाहिँ मान्छेको हामी सबैजनाको ह्याबिट के त्यस्तै हुन्छ नि है आफूसँग हुँदाखेरि चाहिँ त्यो चीजहरुको खासै कदर हुँदैन जब त्यो चीजहरु आफूसँग हुन्न अहिले त कति हुन्छ नि उही जानुपर्छ मोमो खानलाई त 3 घण्टाको बाटो यता दाइ भाउजूको घरतिर जानुपर्छ मोमो खानलाई त गाह्रो छ नि म कति सम्झिन्छु नेपालको खानेकुराहरू त्यस्तै हो सबै चीजहरु भने जस्तो नहुने रहेछ अनि त्यही हो अब जसो तसो चलिरहेछ बाहिर यहाँ फेरि आम्म कम्ता हावा चल्दैन बाहिर हावा त्यो रुख हल्लेर हैन यतातिर फेरि एकदम धेरै हावा चल्ने के दाइ भाउजूहरु अलि मोटो ज्याकेट लाएर आउनु है त्यता जस्तो चिसो छैन त्यता जस्तो तातो छैन यता त भित्र बस्दाखेरि चाहिँ हिटर लाउँदाखेरि नि यस्तो कपडा लाएर बस्नुपर्छ लक काम जाडो बढिसकेछ यता त नेपालमा कहिले मंसिर पुस माघतिर एकदम जाडो हुन्छ यहाँ त असोजबाटै सुरु भइसक्दो रहेछ जाडो त ला यति भन्दै अनि आज चाहिँ हाम्रो अब टक्क मुभी हेर्न लाने रे फिल्म हेर्नलाई जानुहुन्छ रे कान्तारा हो कि सान्तारा हो के चलेको छ रे अब नेपाली मुभी हेर्न त अब नेपालै जानुपर्ने भयो हैन मलाई फेरि नेपालमा हुँदाखेरि म नेपाली मुभी चाहिँ एकदम मन पर्ने कि मलाई यदि मसँग टाइम भयो भने चाहिँ म सब साका सन्तान घरको सबलाई बोकेर फिल्म हेर्न लैजान्थे नेपालमा हुँदाखेरि चाहिँ अनि त्यही भएर म यहाँ चाहिँ अब नेपाली मुभी त अब भेटिन्न अनि खै कान्तारा हो कि सान्तारा के मुभी छ रे अनि टक्क उहाँले मलाई फिल्म हेर्न लैजाने रे आज चाहिँ त्यही चाहिँ अब म फिल्म हेर्न जाने हो माम खाएर माम पनि बुढाले पकाउनु भएको हाम्रो त अनि त्यो के हिजोको भिडियो तपाईहरुले हेर्नु भयो नि हिजोको भिडियो त्यो भिडियोमा अनि के रे उयो क्यामेराम्यान को भन्ने के
ओ क्यामेराम्यान यहाँ कहाँ खोज्न पाइन्छ त यहाँ बुढा र बुढी बाहेक अरू कोही त हुँदैन कसलाई खोज्न जानु एउटा लट्ठीमा मोबाइल हालेर अड्काएको कहाँ उयो खोज्न जानु हो के अरे क्यामेराम्यान खोज्न जानु हो नेपालमा पो टन्नै 4-5 जना हुनुहुन्थ्यो र क्यामेराम्यान यहाँ त बरै बुढाको बुढी हो बुढीको बुढा हो अब कहिले कहिले भेट भएर खिच्यो भने पुष्पा दिदीहरू हाम्रो गुरुङ बाजे दाई भाउजू उहाँहरू हो अन्त यहाँ त को हुनु नि क्यामेराम्यान त बरै नि ऊ लट्ठीमा अड्काउने अनि ऊ पर राख्ने अनि गभर्नमेन्ट को रहेछ भनेर खोजिराख्नु भएको थियो क्यामेराम्यान त मरि हाँस्यो होला भन्दै हुनुहुन्थ्यो बिचरा क्यामेराम्यान लट्ठी हो हेर्नु अब त्यो लट्ठी हाँस्दैन बोल्दा नि बोल्दैन बोल्ने भएको भए त हुन्थ्यो त्यही भएर यहाँ कति राम्रो राम्रो समुद्र छ नि त अनि है समुद्रमा त हावा चल्छ बेसरी अनि यसो क्यामेराम्यान भइदिने कति राम्रो राम्रो भिडियो हुन्थ्यो नि त लन्डनको मुभी कहिले रिलिज हुन्छ नानी रे यो दिदी के को मुभी हो र या दिदी चाहिँ जे पाए त्यही भन्नुहुन्छ भाइ यो त्यो अब गरौँला नि रिलिज अलि एकछिन पर्खेको के दिदी अब दिदीहरू दाइहरू आउनु भयो भने चाहिँ एकदम दाइहरूलाई दिदीहरूलाई खिच्न लगाएर यस्तो राम्रो राम्रो भिडियो बनाएर राख्ने मन छ कि मलाई अब हेर्नु न समुद्रमा गयो होइन अनि हावा आउँछ कि अब त्यहाँ त अस्ति त अलिकति हावा लागेको थिएन के अरे हावा हेर्न मन लागिसक्यो हो हिजो त ट्रेलर देखेको थियो रेछ्या अनि त्यही भएर चाहिँ समुद्रमा कस्तो राम्रो राम्रो भिडियो बनाउन सकिन्छ नि तर के गर्नु क्यामेराम्यानै हुँदैन अनि लट्ठीमा राख्यो हावाले चुई मोबाइल र लट्ठी हल्ला गरिदिन्छ साथीहरू अनि त बिजोग छ नि अब उहाँ नेपालमा पो ए फलाना आइद न खिच्दे बहिनी आइज न खिच्दे भन्दै यस्तो टन्नै बेरोजगार धेरैजना हुन्छ नि त नेपालमा त अनि जसले भयो नि खिचिदिनु हुन्थ्यो अब यहाँ त बुढाको म मेरो बुढा अनि 2 जना छौँ अनि एउटा क्यामेरा त्यो मोबाइल अब लट्ठीमा राख्यो हावाले चुई लिङ्गी पिङ खेलाइदिन्छ अब गर्ने के त्यही भएर बिजोग छ अनि त्यही भएर हिजोको चाहिँ हल्का हावा लागेको थिएन धन्न हावाले साथ दियो अनि त्यस्तै हो तर यहाँको चाहिँ अब समुद्रहरू चाहिँ साह्रै राम्रो छ अनि यो धाका चाहिँ हिजो लगाएको यो धाका हेर्नु कस्तो राम्रो के यो चाहिँ मलाई सुलोचना दिदीले चाहिँ दिनुभएको थियो कति राम्रो है अनि मैले चाहिँ प्लेन मात्रै देखेको थिएँ तर यहाँ हेर्नु न कस्तो राम्रो के भित्र पनि यो बुट्टा प्लेन यो धाका भित्र पनि कस्तो राम्रोसँग बुट्टा हानेको के मैले चाहिँ यो मात्रै देखेको थिएँ कि प्लेनवाला मात्रै देखेको थिएँ तातो नि हो नि अनि कस्तो राम्रो यो चाहिँ अनि म चाहिँ अनि यो लुङ्गी चाहिँ पुष्पा दिदीले दिनुभएको थियो क्या अस्ति कस्तो राम्रो लागेको है मलाई अनि टक्क लाएर म यो लुङ्गी लाएर अनि यो पछ्यौरा ओढेर अनि यसो एउटा लट्ठी ठडाएर भिडियो बनाएको नि त नि हिजो अनि गीत पनि नयाँ रहेछ फेरि कस्तो राम्रो अनि यहाँ त अब लुङ्गी सुङ्गी पाइँदैन त्यही अर्डर गरे मात्रै हो अनि त्यो एकदम माया लाग्छ नि यो लुङ्गीहरूको त यस्तो राम्रो लाग्ने के त कलर नि कस्तो मिठो है व्हाइट र रेड कलरको राम्रो छ नेपालबाट मैले अलि धेरै ल्याउनु पर्ने थियो म त त्यही एउटा मात्रै लुङ्गी लाएर आएको कति दिनसम्म त त्यही मात्रै लाएँ पछि दिदीहरू उता गएको त धेरै भयो बल्ल यस्तो छ पट्टाएर राख्नु पर्यो क्या कति राम्रो छ फेरि अर्को भिडियोलाई काम लाग्छ कति राम्रो धाकाको पछ्यौरी चिज हुने कि नेपालको कपडाहरू त यहाँ त यस्तो माया लाग्ने चाना ओ बुढा तपाईको डान्सको त म पनि फ्यान भयो अब बिस्तारै बिस्तारै अब अझै खतरा डान्स दिनुपर्छ ल
कहिले अब चाँडै दिनुपर्छ कहिले बिचरा अब चाँडै दिनुपर्छ अलि अब तपाईको यो हप्ता ड्युटी हुन्छ अर्को हप्ता है हुन्छ आमानी यहाँ आउनु न आउनु न के काम गर्नुभएछ हल्का गरेछु के गर्नुभएछ भन्नु त लाइभ हेर्दैछु रे तपाईँ त्यहाँ बसेर मेरो लाइभ हेरेको ए म त फेरि अयो हँसाउनुहुन्छ हौ त्योहरू म के पकाउनु भएछ हेर्न जान्छु ल म त भित्रै बसेर फेरि मेरै लाइभ हेर्दै बस्नु भएछ कि क्या हो भनेर नि त नि ओहो मिठो मिठो बास्ना आज के पाकेछ के पाकेछ आमा यो बोतल किन यसरी राख्नु भएको होला है अब नम्बर जुत्ता त के पाकेछ ए यो चाहिँ अचार बनाउनु भएको रहेछ आलु भुट्नु भएछ मैनी आलु बुढाबुढीलाई यति भइ पुग्छ आलु आलु भुट्नु भएछ यहाँ चाहिँ दाल होइन मसरुम पनि भने जस्तो लाग्यो कता राख्नु भएछ ए यता होला कति धेरै रे दुईजनालाई त्यही पनि धेरै हुन्छ यहाँ मसरुम र साग आमाम कति थोरै दुईजनालाई त यति नै हो नि ब्रदर धेरै त अनि खानै सकिँदैन अहिले यही पनि रहन्छ मसरुम पकाउनु भएछ मसरुम मिठो अब खानुपर्छ यस्तो डेन्जर भोक लाग्छ माम खाएर जानुपर्छ 12:42 भइसकेछ यहाँ किन बत्ती बालेर छोडेछन् है इस हाम्रो घरमा त नि हेर्नु न यो चाहिँ मेरो बुढा अनि यो चाहिँ म अनि यो बुढा यो बुढी अनि यो चाहिँ दुईजनाको बच्चा छोरा हो कि छोरी हो खोइ छोरी होला कति राम्रो छ है देख्ने बित्तिकै कति क्युट छ यो यहाँ नि कति राम्रो मैले उहाँलाई चाहिँ यो सानो किन ल्याएको भने म चाहिँ अलि ठुलो बन्नलाई क्या अनि यो चाहिँ म हो अनि यो चाहिँ उहाँ हो अनि त्यस पछाडि यो चाहिँ हाम्रो परिवार हो नयाँ हिरो त्यही हो रे यही हो तपाईहरुको नयाँ हिरो कुन रोल प्ले गर्नुहुन्छ अनि छोरी त सानी रहेछ त रे यो विदेशमा यस्तै हुन्छ के बाउ पनि सानै हुन्छ हैन छोरी अनि आमा चाहिँ अलि ठुलो हुन्छ अनि त्यो के रे यिनीहरु चाहिँ यहाँ नेपालीहरुले जन्माको बच्चाहरु चाहिँ एकदम हुलुक बढ्छ क्या अनि ठुलो हुन्छ अनि त्यही भएर मैले त्यस्तो खालको कन्सेप्ट बनाएको भएर चाहिँ अलि ठुलै राख्दिएको हो के यहाँ चाहिँ त्यस्तै हुन्छ नेपाल र नेपालीको छोराछोरी चाहिँ ठुल्ठुलो हुन्छ नि त अनि त्यही भएर अनि मैले थोरै कुखुरा हाँसहरु पनि पालेको छु है अनि मेरो कुखुरा हाँसहरु चाहिँ यहाँ छ यहाँ चाहिँ कुखुरा हाँस छ अनि यहाँ चाहिँ एकदम जाडो हुने भएको भएर यसले पनि यहाँ जुत्ता लगाएको छ अनि मेरो कुखुरा मलाई चाहिँ मेरो घरको सेतो भाले पहिलाको भाले याद आएको भएर मैले अब यस्तो खालको भाले ल्याएर राखेछु यहाँ अनि त्यसैगरी अर्को यहाँ छ अनि यो चाहिँ मकै चाहिँ अब मैले यिनीहरुलाई राख्दिएको मात्रै हो यिनीहरुले चाहिँ खादैन हैन तर यो चाहिँ म आफैले खान्छु क्या यो मकै चाहिँ बेला बेलामा झिकेर खान्छु यो मकै चाहिँ यिनीहरुको नाम पारेर यो मकै खानी चाहिँ मै हो
अहिले हराएको कुकुरको के छ अहिले कति मोटो भएछ मेरो भक्कु त ल साथीहरु मेरो अनि यो चाहिँ वेलकम हो तपाईहरुलाई वेलकम लेखेको छ नि त यहाँनिर चाहिँ अनि इनीहरुले चाहिँ तपाईहरुलाई वेलकम गर्दै छ यो चाहिँ मेरो कन्सेप्ट हो जब पनि आउनुहुन्छ तपाईहरुलाई मेरो घरमा स्वागत छ भनेर चाहिँ मैले टक्क खानेकुरा सहित यसरी थीम बनाएर राखेको अनि यो चाहिँ मेरो बुढाले ल्याइदिनु भएको फूल मलाई चाहिँ यस्तो फूलहरु असाध्यै मन पर्छ अनि रातिमा चाहिँ यो अझै बत्ती बल्छ झन् मजा आउँछ यस्तरी बत्ती बल्छ न अनि कस्तो रमाइलो लाग्छ मलाई बत्ती बल्यो भने उहाँले चाहिँ यता ठुलो फूल ल्याइदिनु भएको छ मलाई अझै अँध्यारोमा चाहिँ यस्तो राम्रो देख्छ चाहिँ अनि यो चाहिँ मेरो थीम हाम्रो यहाँबाट सिपको थीम आएको थियो सीको थीम आएको थियो अनि त्यहाँबाट यहाँबाट हामीले चाहिँ यसरी ल्याएर सीको थीम बनाउँदै बनाउँदै यो चाहिँ राति बत्ती बल्छ हैन यहाँ चाहिँ ब्याट्रीले काम गर्ने हो त्यहाँ कस्तो राम्रो देखिन्छ रातिमा बत्ती बाल्यो भने चाहिँ अहिले चाहिँ सकेको छ अनि त्यसपछि यो चाहिँ अस्ति मलाई दिनुभएको फूलहरु हो अहिलेसम्म सुकेको छैन यहाँ त कति दिनसम्म नसुक्दो रहेछ कस्तो राम्रो भएको छ अनि यो बोट अनि यहाँ के भन्छ रे पुच्छर वाला हुन्छ नि पुच्छर यो के जलपरी यहाँ चाहिँ जलपरी छ जलपरी पानी भित्र जलपरी यो चाहिँ रियल प्लान्ट हो मेरो रियल प्लान्ट मलाई चाहिँ घरभित्र हरियो चीजहरु कस्तो मन पर्छ परी भन्नुभएको छ नि परी यो चाहिँ यसलाई चाहिँ खै पानी हाल्नु पर्छ कि के गर्नु पर्छ कि मैले ल्याएको देखि केही हालेको छैन यो चाहिँ तर कस्तो राम्रो यहाँ नि पलाएछ अहिले त तल पनि आमा नि सानो सानो पलाउँदै आएछ म नि मेरो प्लान्ट यो चाहिँ रियल हो कि के होला भन्नु त त्यो परी त हजुर भन्दा नराम्री रहेछ रे बुढाको परी हो के रे हाम्रो दिमदुङ जी मार्ला नै अहिले यो रियल हो कि फेक हो यो प्लान्ट भन्नु त तपाईहरुले ल चिन्नु ल यो रियल हो कि फेक हो कमेन्ट गर्नु त के जस्तो लाग्छ यो प्लान्ट कति राम्रो लाग्यो चेलीले थ्यांक यू लाई चिन्नु भएछ यो फेक हो अर्को पनि देखाउँछु ल अनि यो चाहिँ के हो यो रियल हो कि फेक हो यो प्लान्ट चाहिँ यो चाहिँ फेक हो कि रियल हो ल भन्नु चिन्नु आयो ल भन्नु त के हो अब मेरो पेट त कुवा गरेको भाइ फेक हो बिरालो करायो रे छि यो नि फेक जहाँसम्म लाग्छ रे यो चाहिँ फेक हो यस्तो छ यो चाहिँ फेक हो हैन अनि यो चाहिँ रियल हो नि कहाँ फेक हुनु फेक हो अबे रुममा नि कुनै रियल हुन्न रे हुन्न रियल बिचारा हैन ल हेर्नु यस्तो भयो रियल हो नि हैन प्लान्ट यो रियल हो अनि पेटमा मुसा कुदेको हो र कुदेछ के ब्रदर कसरी करायो गरो रियल हो चेली रियल हो यो रियल हो अनि यो रियल हो यो रियल हो हैन त यस्तो राम्रो फुलिरहेछ रियल फ्लावर हो रहेछ नानी बाबुले लगाउनु भएको नानी रे लानु भएको यो रियल हो
छिटो नानी ज्वाइँलाई भोक लाग्यो होला रे ल दि यो चाहिँ हाम्रो यहाँको नजिकको एकदमै घनिष्ठ मित्रहरूले दिनुभएको यो चाहिँ भर्खरै घनिष्ठ मित्र बन्न लागेको साथीहरूले दिनुभएको यो प्लान्टहरू चाहिँ धेरै छ। अनि यहाँ पुष्पा दिदीले मलाई चोर्न लगाएको प्लान्ट के अरे चोरेर लग्यो भने चाहिँ राम्रो हुन्छ भनेर दिनुभएको चोरेको प्लान्ट पनि देखाउँछु ल तपाईहरुलाई। चोरेर लगेको प्लान्ट चाहिँ यो कस्तो राम्रो हुँदो रहेछ नि यो के अरे नेपालको मनी प्लान्ट जस्तै हुने रहेछ भाइ यो त ए नमर्दो रहेछ क्या मनी यतिकै सानो भाँचेर दिनुभएको थियो यतिकै गाड्दिएको बिचारा यस्तो राम्रो भइरहेछ। यहाँ चाहिँ यो चाहिँ दिदीले चोर्नु भएको पुष्पा दिदीले गुरुङ बाजे दाइको घरबाट पर मान्छेहरू कोही देखेनन्। हतार टिकटक बनाउँदै थिएँ कि हतार यहाँ राखेको त यसरी अड्केछ कि यसरी यहाँ राखेको थिएँ कि अनि यसरी कसरी अड्केछ पनि एउटा चाहिँ यहाँ यस्तो भएछ एउटा चाहिँ यस्तो भएछ कि के भएछ कि राख्ने बेलामा ए हो यस्तो भएछ यसरी राख्ने बेलामा चाहिँ एउटाले चाहिँ खुट्टा नटेकेको रहेछ कि ठ्याक्कै यसरी अड्केको रहेछ एउटाले चाहिँ यहाँ खुट्टा नटेकेको रहेछ। अनि गाउँदै गएर त्यहाँ चाहिँ 2टा जति रोटी थियो कि 2टा कि 3टा थियो अनि यस्तरी भित्तामा अडेस लागेको त ठ्याङ्ग यहीँ त्यो रोटी र दालो त यहीँ खसेर हे भगवान् त्यही नि टिकटक बनाउँदा त्यत्रो दालोले टाउकोमा लागिसक्यो भिडियो चाहिँ राखेको छैन। एक दिन यस्तो हाँसो लागेर मलाई त यस्तरी पछाडि गएको त है त्यो दालो आया हतार त्यो डालो र 2टा रोटी त ट्वाङ्गै यहाँ खसेर त म त एकछिन त रन थन्नेर नै पारेँ। अनि मेरो पालो त्यो दालोको रोटी निकालेर यहाँ राखेछु कि ए रोटी अब भ्याइन लाग्छ रोटी अब यति छ कति धेरै हाल्नुभएको कि रोटी नि आमामा खाएरै नसकिने रोटी सेलरोटी यो त जति बासी भयो भने त्यति पो मिठो हुँदो रहेछ क्या हेर्नु न अहिले पो मिठो हुन्छ हौ झन् चियासँग के अझै मलाई त फेरि त्यो दुध हालेको चियासँग नि मिठो हुन्छ हैन तर मैले यहाँको दुध चाहिँ खाएको छैन तर कालो चिया र कफीसँग नि मलाई त्यस्तो मिठो लाग्छ यो रोटी त मिठो बिचारा दुख्यो होला नि चेलीलाई भन्नुमा म एक दिन भिडियो हाल्छु नि कस्तो कमेडी भन्छ यस्तरी गएर अरेस लाउँदै उयो गरेको त दालो यहीँ टाउकोमा खसेर हेलो कति क्युट देख्दैन कि तर यहाँबाट